गाइस गुड मर्निङ अनि छाडेको सबैजनालाई। अहिले चाहिँ हामी कहाँ छ भनेको चाहिँ अहिले चाहिँ हामी सस्तिकमा उता हिँड्दैछ है। हामी चाहिँ ट्रेकिङमा जानु आँटेको नि त माथि भेम्बुङलादेखि उकालो त्यो तिनजुरे भन्ने। सो भर्खर रुमबाट निस्केको आफ्नो आफ्नो झोला बोकिरहेको छ। यहाँनिर दुईजना यहाँ छ, तीनजना चाहिँ परबाट आउँदैछ तादुङ चेनबाट। अन्त हामी चाहिँ यहाँनिर उनीहरूलाई पर्खिनु लागि अलिक पर जाँदैछ। सो अहिले भेट्यौँ, बाई बाई, तब तक स्टे ट्युन। हामीले भेट्यौँ यहाँ हाम्रो सबै त्यस्तो दादा पछाडि बस्नुको लागि यहाँ झट्टै पुरा रुन्दैछ है। यो के गर्नु अब कसरी हाल्नु उल्टी चाहिँ नगर्ने फेरि यहाँ मजा आयो। अब हम चलेंगे ऊपर जाके मिलेंगे। जाउँ न जाउँ, के हुन्छ अन्त। यहाँको बाटो चाहिँ यस्तो रहेछ है। भेम्बुङलादेखि उकालो चढ्यो हामी चाहिँ। आया हामी चाहिँ आइपुग्यो यहाँनिर त। यहाँदेखि कहाँ हो मिदोन हो भेम्बुङला आइपुग्यो हामी चाहिँ। तल भेम्बुङला बोर्ड त्यो मेन गेटदेखि चाहिँ यहाँ अलिक हिँड्नु पर्दो रहेछ। अब यहाँदेखि कहाँ हो अन्त, कहाँ ए तब वेलकम गरिरहेको छ गेटले हामीलाई। आज चाहिँ हामी यस्तो राम्रो मौकामा आइपुगेछ। हामी यहाँनिर चाहिँ बिहा रहेछ नि त यता कुनै कता चाहिँ, त्यही भएर चाहिँ फ्री रहेछ। नभए चाहिँ गार्बेजको पनि काटिन्थ्यो अरे। अन्त एन्ट्री फी त्यहाँदेखि के भन्छ अरू हामीले जति पनि प्लास्टिकहरूको सामानहरू रहेछ त्यो प्लास्टिक ओडा लाउँदा एउटा मिसिङ छ भने चाहिँ फी तिर्नुपर्छ भन्दै थिएँ। तर वी आर भेरी लकी, देयर इज नो के भन्छ मान्छे थिएन त्यहाँनिर। ए यहाँ रहेछ नि त भेम्बुङला। ओ भेम्बुङला यो चाहिँ भेम्बुङला होमस्टे रहेछ है। यहाँनिर तपाईँहरू आयो भने यहाँनिर बस्न पनि सक्नुहुने रहेछ। मजाको रहेछ, दामी। हामी चाहिँ आज सबैजना कजनहरू आइरहेको छ है। सबैजना दादा 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 भाइ भाइ दिदीहरू छ यहाँ। त्यहाँ चाहिँ गोलीटार भन्दा रहेछ है। यहाँ आएको थियो यो के हो, यहाँ होमस्टे हो, यहाँ बस्छ। अनि त्यो पुरानो पुरानो छ त। ऊ ब्ल्याक बियर आउँछ भन्दैछ है। आई लभ नेचरहरू उयो वाउ दामी रहेछ। यस्तै छ गाइस, गोलीटार चाहिँ तपाईँको पर भ्यू पोइन्ट रहेछ हो। हामी चाहिँ भर्खरै आइपुगेको छ यहाँ हो गाइस। हेर्नु दामी रहेछ भ्यू पोइन्ट चाहिँ हो गाइस। तपाईँहरूलाई देखाउँदै जान्छु म, हेर्नु सक्नुहुन्छ तपाईँहरू होइन। अब तिनजुरे जानु पऱ्यो भने चाहिँ यहाँबाट जानुपर्छ अरे गाइस हो। अब त्यहाँबाट चाहिँ होइन निकै टाढो नै पर्छ। यहाँ चाहिँ हल्का फोटोसुट हो। समटाइम्स फ्रेस एयर इन द बेस्ट थेरापी अरे। के हो थेरापी नै होइन। अन्त इस दि त भने त मैले दामी हेर्नु गाइस, आउनु सक्नुहुन्छ है तपाईँहरू चाहिँ होइन। यहाँ चाहिँ हल्का हो यस्तो रहेछ। यहाँ चाहिँ हल्का फोटोसुटहरू हुँदैछ हो। यस्तै छ गाइस। अब हामी हेर्नुपर्दा चाहिँ यस्तो छ हो। लाइक सब्सक्राइब गरिदिनु होला तपाईँहरूले। यस्तै हो के भन्नु अब गाइस। यो अब यहाँदेखि हामी उकालो लाग्नुपर्छ है। अब चाहिँ हामी यहाँदेखि उकालो चाहिँ एकदम जङ्गल जङ्गल रहेछ। यहाँ चाहिँ डन्ठीहरू पनि रहेछ, हिँड्नु साह्रो पर्छ भनेर राखेको होला। कहाँ पुगिसक्यो मलाई छोडेर सबै साथीहरू। म पछाडि छु, भालुले खान्छ होला। 10 way to be a good wildlife tour अरे। हाँ पानी परेर नि। च्याप रनेश यहाँ हेर्नु, मेरो हात खाली छैन, हातै खाली छैन। फेरि बोक्छु, बोक्नु न। म पनि टक्कै देखाउँछु। यहाँ मलाई छोडिसक्यो। आधी पछाडि आउँदैछ, आधी ऊ माथि छ। भालुले मलाई खान्छ, पर्खिन छ। थाकेर मऱ्यो। थाकेँ नि अन्त, यत्रो माथि हिँड्ने चाहिँ थाक्दैन नि त। अब म अलिक लुती हुन्छ होला।
स्याहार भयो धन्न मैले जुगा पाएको छुइनँ है यत्रो माथितिर कसैको घर भयो अब कसै जान्छ होला है मेनली त हस्पिटल स्कुलहरू थाक्यो गरम यहाँ चाहिँ जुगामा आउँदो रहेछ धन्न सानो त्यहाँ आइपुग्छ जाउँ त आयो पुरा ठुल्ठुलो मेरोमा चाहिँ सानो चाहिएको धन्न ए यहाँ मुनि छौ जुगा आउने रहेछ है जुगा खै आइपुग्नु छैन त आम्मामा कति निसक्यो त 2 घण्टा हामी हेर्दा 10 मिनेट 15 मिनेट त कसले बनायो है के हो यो ड्रागन हो बाँदर जस्तो देखियो ड्रागन परे बाँदर जस्तो देखियो के हो यो ड्रागन बाँदर हो तेरो र यसको फेस सिमिलर रहेछ है यहाँ हेर त तर यो मिल्दो रहेछ के खाने रे चाहिँ म त खाँदिनँ है त मलाई मन पर्दैन भोक लाग्यो यहीँ आइपुग्दै बल्लै एउटा बस्ने ठाउँमा आइपुग्यो अभोइड स्ट्रङ स्मेलिङ कस्मेटिक्स है यहाँ चाहिँ हल्का प्याज कटिङ हुँदैछ हो यस्तै छ गाइस अब के भयो उकालिनु पर्यो सबजना चाहिँ हल्ला गर्दैन त गर्नु छोड्यो गाडीमा मात्रै गीत गाउँदै रहेछ परिचयमा यहाँ चाहिँ छ हाम्रो यस्तै छ गाइस आजको हल्का टक्कै हो कुन चाहिँ खोलेको हल्का कति बजेछ हौ गाइस अहिले चाहिँ होइन कसैको लुगामा सेलको मुट्टा छ अहिले चाहिँ यहाँ बज्छ 10 बज्न आँटेछ हो 10 बजी चाहिँ हामीले 1 बोतल बियर सक्नु अरे गाइस ल ए त्यस्तो ट्याक्कै गर्ने त्यसको बोतलमै बोतलमै गर्दा हुन्छ ठिकै छ गाइस ल गाइस भेट्दै गरौँ म गरिहाल्छु के टमाटर अरे टुक टमाटर रेड सुमोको काम ए बोक्नु यसको कमाल चाहिँ टुक टमाटर भन्ने जसम्म भइसकिसक्यो यो चाहिँ हैन गाइस मैले चाहिँ हैन खानु चाहिँ रुख टमाटर भन्नु कि टुक टमाटर भन्छ भोक लागेर काँक्राहरू खाने यस्तो सामान यहाँदेखि पनि अझै उकालो आफ्नो दाजुभाइसँग आएको फाइदा है केटीहरू दङ्गाएर भए पनि झोला बोकिदिइहाल्छ हामीले चाहिँ बोक्नु परेको छैन तर पनि थाकेर हत्तु हल्ला कति हिँड्न अलि भालु हुन्छ हौ त जुगा चाहिँ हेभी आउँदैछ यहाँनिर अब यहाँ लातल दिन्छु हामी चाहिँ हेरेकै यो चाहिँ 3 जोडी होइन होला है हाँस्यौ त यिनीहरूले हामीलाई पुरा पक्ला बनाउनु खोज्दैछ मोरे कस्तो त्यस्तो मान्छे चाहिँ नआउँदा पनि हुनेछ हिँड्नु नसक्नेहरू चाहिँ लग्दै हुन आँट्यो तेजपत्ता टिप्दैछ पितेछ दादाले उबाट तेजपत्ता चाहिँ हो कि होइन त्यो तर त्यता सक्नु अरे यसले विक्स माग्यो तँ मात्रै नमाग्न हामी पनि माग्नुपर्छ डल्लै नसक्नु आफ्नो अम्बो क्या डरलाग्दो शीतल आयो मजा आयो कसम भन्छु गाइस म चाहिँ एक बोतलले झ्याप्पै भइदिएछ हैन अब के भन्नु छैन तपाईहरुलाई 1000 अर्को बोतल चाहिँ हामी खानुपर्छ र दिनु हुँदैन हैन ची भनेको हैन गाइस पसिनाले अम्बो यस्तो हो अब हैन बसौँ भन्नु नि मान्दिनँ हो म त पसौँ भनेको अझै उकालो छ के आइरे पाड्दै हिँड्दैछ नि सरम बेकारको मान्छेहरू
सरमलेस सेमलेस खायो भात आयो पातको लागि के को लाजो हिजो पानी परेर बाटोले गिला गिला हुन्छ हुन्छ हिँड्नुहोस् न बल्ल अर्को चौतारा आइपुग्यो अब 2 किलोमिटर छ अरे लड्क बसेको जुगाको सिन चाहिँ यस्तो छ है गाइस ब्यागतिर पनि आउँदैछ यो चाहिँ कसको ब्याग हो जुगा निकालेर आउने है कसले बोक्दैछ म चाहिँ लागेको ओइ धत्ते यहाँ जुगा निकाल चेपमा पसिसक्यो छिटो न ऊ यहाँ जुगा उयो पल्ट न हो त्यो पल्ट उता घुमा उता उता भित्तामा तेरो बाजे यो के हो फुइ या बोका सला कहाँ आउँछ डिस सबैले छोडिसक्यो सबैले छोडिसक्यो हामीलाई चाहिँ यति बेसी हिँडिसक्यो कहिले पुग्ने कहाँ पुगिसक्यो साथीहरू माटी नदिएर म चाहिँ हिँड्नु नसकेर यहाँ म नै रहेछ सुरु लाग्दै हिँड्यो चाहिँ माटी नदी म 2 केजी घटिसक्यो होला है हुने हो भन्छ हो भन्नु न हरेस लाग्यो अझै ट्रेकिङ आउने हेलो हामी चाहिँ भर्खर थाकेर हत्तु हो यहाँ खै कहाँ पुग्यो पसिना हेर्नु गरम भयो गरम पनि भइसक्यो थाकी पनि सक्यो खाजा पनि खाएको छैन अरू माथि पुगिसक्यो अब अझै टाढो उभिँदैछ रुखको दुलोबाट छिर्दैछ फेमस रुखको दुलोबाट छिर्छ के हामी हामी चाहिँ आइपुगेको अवस्था छ अहिले चाहिँ बल्ल बल्ल अम्बो हामी कत्रो हिँडेछ लड्कै भयो कसम वाउ मैले चाहिँ दामी देख्दैछु कि गरमले लड्कै भयो शीतल भयो अलिक सास आयो आस आयो फाइनल आइपुग्यो भनेर चाहिँ अब त पऱ्यो अरे चिसो चिसो हुन्छ के रहेछ भनेको त ए बोए कस्तो ग्रिन कलरको जुगा हेर्नु न छ्या लोदरे जिउतिर पनि चढेको छैन के आज कति नौमा त हिँड्नु सक्दैन अब अक्कै लागिसक्यो आम्मामा अहिलेदेखि आइपुग्नु आँट्यो भनेको होइन थाकिसक्यो हिँड्नकै मैमा त्यसो सबसे ढिलो यहाँ गरमले पाकिसक्यो माथि पुगिसक्यो हामीसँग उपाय गर आम्बो अघि तलदेखि देखेको डाँडा आइपुग्यो यहाँदेखि त्यस्तो यहाँदेखि पनि जग्गा रहेछ प्रणेश यहाँ हेर्न कस्तो दामी क्या शीतल भयो अम्बो दामी हावा यो फगी लाग्यो अब चाहिँ बुई यहाँदेखि लड्यो ओ यहाँदेखि लड्यो भने त केही देख्दैन होला है बुई कस्तो तल रहेछ नि त शीतल हावा आयो उडाउँदैन होला भाइ सुकुन अम्बो कस्तो मजा आयो है यहाँ चाहिँ हावा ताप्नु लाग्दैन क्या शीतल भयो तर फगिएर केही देख्न नि पुरा धुम्म भयो डल्लै
यत्रो हिँडेको वेस्ट गएन यस्तो दामी दामी जग्गा देख्नु पायो अझै परै छ अरे दामी जग्गा थियो कि परै जानुपर्छ अझै म चाहिँ यहाँ माथि चढ्दिनँ अल्छी लाग्यो भोक लाग्यो एनर्जी छैन मेरो ला दिदीहरूले बाटो इधर नीचे भ्यू को त उयो भयो नि फगी लागेर छाताहरू पनि फ्याँकिदिन्छ अब चाहिँ भुइँमा म अब चाहिँ भोक लागेर आन्द्राभुँडी चुट्टिन आँट्यो के भयो शीत लाग्यो नि त केही देखेन तर भोकको बेलामा चाहिँ खानु छ दादा अघि जुगा खेलाएको छ कि तर सबैले यतिकै खाए ग्रेभी भएन नि अलिक है छिटै छिटो हुन्छ हौ यसरी हालौँ न आलु पानी सकिहाल्यो यता पनि हेर्नु ए डरलाग्दो खाएको ढुङ्गा यो छानेर पनि परेछ आँटामा ढुङ्गा रहेछ है भर्खर खाजासाजा खाएर बल्ल अलिक हिँड्नु सकेको छ भएर चाहिँ अघि त अम्बो उकालो चढ्दाखेरि चाहिँ भोकले होला कि रिङ्गाटो चलेर यहाँदेखि ऊ परेर रहेछ कि दादाहरू चाहिँ परै बसिरहेछ हामी चाहिँ यता जाँदैछ अब के डरलाग्दो हिँडेको बिस्तारै हिँड्नु न ल काठको बाटो रहेछ दाउराको बाटो मेरा फसफा कन्ने पे मेरा मेरो माथि छ जति अरू माथि छ के गरेको यहाँ चाहिँ विश माग्नुपर्छ अरे जो मैले विश माग्यो अब यहाँदेखि उता त नजान्दा पनि रहेछ पुरा फगी लाग्यो है अब उता त नजाउँ हौ फगी लागेर बाटो देख्नु पनि छैन अब जाउँ घर तल होला हौ भालु रु त जाउँ अब अहिले फेरि पानी पर्छ होला हौ फगी लागेर कस्तो भइरहेछ दिन घाम लागेको भए झन् त्यहाँ स्याट्टै देख्ने रहेछ है अब चाहिँ हामी खाइ पनि सक्यो घर जानु लागेको यत्रो खाएर पनि अगाएन रहेछ खाएर चाहिँ डल्लै सफा गर्नु नि मैला बनाइसक्छ गुड गो छोड्नु न अछु जाडो भयो पुरा भारी बोके अब चाहिँ यहाँ देख्दैन ए अब अलिक क्लियर भइसक्यो कि तर देख्दैन रहेछ नि त पानी पर्छ होला गएको हामी ओह्रालो अब चाहिँ आरामले जाँदैछ खाली हात माथि खुसी भएर कराउँदैछौ तलबाट अझै मान्छेहरू आउँदैछ हौ कति कराउँदैछ गएको अब हामी घुम्यो मजा आयो सम्झनाको छाया मलाई तिम्रै माया सम्झनाको छाया जहाँ गए मलाई तिम्रै माया नाच्नु न उनीहरू हिँड्नु म भिडियो बनाउँछु यहाँनिर यो रुखमा फोटो नखिची चाहिँ 3 जोडी आएको केही फाइदा छैन अरे
यता उफ्री ल ल जाउँ अब आउँदै रहेछ है अरू मान्छे अघि चाहिँ हामीलाई पुरा पछाडि छोडिदिएको थिएन केटाहरूले हामी हिँड्नु नसकेर ए अलिक पछाडि छ त होइन अघि चाहिँ हामी अगाडि थियो भन्नु खोजेको मैले अघि चाहिँ हामी अगाडि हिँड्दै थिएन अन्त केटाहरू हिँड्नु नसकेर अहिले चाहिँ उनीहरूले पेट्रोल लगाइसक्यो अन्त तल पुगिसक्यो कहाँ पुगिसक्यो के भयो मैले उल्टा बोलेँ भनेर यहाँ मलाई खिल्ली उडाउँदैछ हो पर्खिनु न छ्या म चाहिँ जहिले लास्टमा हुँदो रहेछ हौ लोदरे अर्को पालि चाहिँ म अब रकेट लगाएर आउनु पऱ्यो खुट्टामा त्यो दाजुले हामीलाई घर पुऱ्याउँछ कि ड्राइभर दाजु माटेर माट भइरहेछ 500 रुपियाँ अब यो 200 रुपियाँ बेसी पर्दैछ क्याप लगाएर केसी फिट्ट परेको पैसा अब चाहिँ हामी तल जान्छ अघिको जग्गामा ग्राउन्डमा अन्त रिल्स बनाउँछ त्यहाँ बिहामा भात खानु जानुपर्छ प्रेरणादी बिहामा भात खानु जानुपर्छ ल बिहामा भात खानु जानुपर्छ ल पक्कै चिकन माम बेहुलीपट्टि शान्ति खाएर गीत बजाउने अरे दादाले हँसाएर हजुर छातीमा राखी मायाले धोला आगोनमा रोपौला जीवनभरि छातीमा राखी मायाले छोपौला डोकोले छोप्छ अरे मायालाई क्याप्टेनलाई सलाम गर यस्तो कमेडियनहरू चाहिँ हामीसँग चाहिँ वाटरमेलनमा हाल्नु नि क्याप्टेन गाइस हामी चाहिँ फेरि बहुत मेहनत गरेर उकालो गयो मेहनत गरेर आयो लास्टमा हामी यहाँ आइपुग्यो गाइस अघिको जग्गामा तपाईँहरूले देख्नुभयो होला बिहान फोटोसोटो खिचेको यहाँ आइपुग्यो हामी चाहिँ होइन गाइस देख्न सक्नुहुन्छ तपाईँले बल्ल यहाँ आइपुग्यो कति बज्यो 1 बजेछ तल पोखरी दामी छ नि कहाँ जाउँ न एकछिन हेर्नु अन्त बिहान हामी कति बजी हिँडेको भने नि 8 बजीतिर रुमबाट हिँडेको ल फर्केर यहाँ आउँदा टक्कै 1 बजेछ हामी चाहिँ तल आइपुगे पनि गाडी राख्ने जग्गामा गाडी पार्किङ गरेको थियौँ यहाँनिर पछाडि हो अगाडि गाडी भएर चाहिँ गाडी निस्केको छैन सो यति नै हो अब बाई बाई हामीलाई चाहिँ मजा आयो आई होप तपाईँहरूले यो भिडियो हेरेर इन्जोय गर्नुहुन्छ होला सो थ्याङ्क यू फर वाचिङ बाई बाई